मेरो नमस्कार, मेरो नाम दीर्घमाया खत्री हो। साईखोला पानी ट्याङ्कीमा वडा नम्बर 8 मा बसेका छौँ। आफ्नै हिसाबले 3 कठा जति गरेका थियौँ। 3 कठा जति खुर्सानी लगायौँ, काँक्रा लगायौँ, बोडी लगायौँ। 3 कठा जति रोप्यो थियो। अनि काउली लगायौँ, अलिअलि हुँदो रहेछ। अनि ट्याक्क समृद्धि आयो। समृद्धि आएपछि समृद्धिमा जोडिएपछि अहिले 7 कठा छ मेरो जग्गा हेर्नु। 7 कठामा काउली थियो, यति चाहिँ सबै काउली थियो। त्यो काउली निकालेर अनि अब के गर्नु त, मकै छर्यौँ पोहोर पनि। अहिले चाहिँ थोरै लगाउँ है, यति नै मात्रै भनेर यति नै मात्रै खुर्सानी लगायौँ। त्यता बोडी रोप्यौँ, फर्सी रोप्यौँ। पोहोर सालमा नि बन्दाकोपी थियो, काउली थियो, खुर्सानी थियो, बोडी थियो, काँक्रा थियो। सास फेर्ने फुर्सद थिएन मेरो। हेर्नु, सब्जीमै पसेको पसै। अनि यहाँबाट बेच्यो, अनि लगो सानो किसानबाट अब 5 लाख 6 लाख ऋण ल्याएर यहाँ चलाएको छ। अनि लगो अब 1 लाख भयो भने लगो ठ्याक्क त्यहाँ तिरिहाल्यो। अब फेरि बेच्दै गरो, अर्को लाख हुन्छ त्यहाँ लगेर तिरो। त्यो गर्दाखेरि आफूलाई पनि अलिक सहज हुँदो रहेछ र अनि पोहोरको साल मात्रै 3,50,000 जति पैसा बनाएँ मैले। यो एउटा चाहिँ टनेल समृद्धिले दिएको बनायौँ। 2टा चाहिँ टनेल छोराले विदेशबाट पैसा पठायो। अनि हामीले 2टा टनेल बनायौँ। एउटा मात्रै टनेलको तरकारी खेती गर्दाखेरि अलिअलि फाइदै भयो हामीलाई। अनि लिएर अनि अरू 2टा टनेल पनि हामीले आफैले खर्च गरेर आफ्नै पैसा लगानी गरेर बनायौँ। तरकारी धेरै यिनीहरू फलाउन पाए। मेरा छोराछोरी काखैमा हुन्थे, सँगै हुन्थ्यौँ। अनि यताउता आमा छोरा सँगै काम गर्थ्यौँ। तपाईँहरू गर्दै गर्नु, म आएर तरकारी नै खेती गर्नुपर्छ मम्मी। अब तपाईँहरू गर्दै हुनुहुन्छ, जुन आफ्नो तरिकाले जसरी गर्नुहुन्छ गर्दै गर्नु, म आएपछि राम्रैसँग गरौँला भनिरहेछ। फिटु कक्षाबाट पढेर हामीले बचत गर्न सिक्यौँ। 2-2.5 लाख रुपियाँ मेरो बचतमा छ सर। सानो किसानमा तिर्यौँ। सानो किसानमा चाहिँ कसरी तिरेका छौँ भने अब तरकारी बेच्यो, कति हुँदो रहेछ यो हिसाब, घाटा हुँदो रहेछ कि नाफा हुँदो रहेछ भनेर हिसाब राखो। त्यस्तै राख्नु नि भन्नुभएको थियो। अनि त्यस्तै राखो। अनि त्यो राखेर अनि अलिकता अब लगौँ तिरौँ भनौँ, लगो सानो किसानमा लगेर तिर्ने गरेका छौँ। पोहोर 1 वर्ष मेरो तरकारी कुहिएको। जब यो समृद्धि आइकन हामीले धेरै कन्कन पनि गऱ्यौँ। हामीलाई बजार चाहियो, हामीलाई व्यापारी जोड दिनु पर्यो पनि भन्यौँ हामीले त्यहाँ तालिम गर्दा हुँदै। अनि सर हामीलाई व्यापारी पनि जोड दिनुभयो। अहिले तरकारी एउटा फलो भनी लिन आइपुग्छन्। अब खुर्सानी लिन नआउन भनौँ नि आइरहन्छन्। अहिले गाईहरूबाट फोन गरिरहेछन् 10 किलो 12 किलो लिएन भनेर। म पढेको पनि छुइनँ। म घाँस दाउरा गर्नुभन्दा मलाई यो तरकारी नै खेती गर्न राम्रो लाग्छ। तरकारी खेती भएदेखि आनासुकी दिने पछि पैसा पनि देखिन्छ। मलाई तरकारी बेच्नको दुःख पनि छैन। कहाँ लगेर बेच्नु, के गर्नु यो तरकारी भन्ने पनि छैन। म अलिकति तरकारी एकै पाउ होस् न म बेच्न पुर्याउँछु। मलाई लाज लाग्दैन। हेर्नु, चोर्न लाज लाग्छ, आफ्नो सब्जी बेच्न लाज लाग्दैन।